हेलो एन्ड नमस्ते वेलकम टु मिनी ब्लग काका दर्शन दर्शन गर्नु म नि छु यहाँ आज चाहिँ म र यहाँ काका चोक जाँदैछौँ। यहाँ काकालाई चाहिँ काका पहाड जाने अरे अनि यहाँ बस चढाएर म चाहिँ पत्रीसम्म जानुपर्ने सानो काम परेकाले पत्रीसम्म जाँदैछु। आज चाहिँ म तपाईँहरूलाई पूर्व बाटो देखाउनेछु। सबैजनाले हेरेर इन्जोय गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई। हामी चाहिँ जाँदैछौँ यहाँबाट। अब म चाहिँ यहाँ पत्री जानको लागि बस चढ्ने ठाउँमा आइपुग्न आँटेको छु। हेर्नुहोस् कस्तो राम्रो राम्रो मुना पलाएको छ। बोटमा पनि हरियाली देखिरहेको छ। मेन हाइवेमा आइपुग्न आँटिहालेको छु म चाहिँ। हो हाइवेबाट बस चढेर नयाँ बङ्गला एभरेस्टसम्म जानुपर्ने हुन्छ। त्यहाँबाट भित्र चाहिँ अटोमा जानुपर्ने हुन्छ दिदीकोमा थोरै सामान थियो दिदीको र यो पुर्याउनको लागि हिँडेको म चाहिँ। अब यहाँबाट बस चढेर जानुपर्ने हुन्छ। म चाहिँ यहाँ बस चढेर हिँडिसकेको छु पत्रीसम्मको यात्रामा। तपाईँहरू हेर्नु होला। बस चाहिँ भिडै छ। यो चाहिँ बुढी खोला हो। यहाँ चाहिँ यो चाहिँ बुढी खोला प्रणामी मन्दिर पनि हो। यहाँ चाहिँ पूर्वको बाटो बनाउँदै रहेछ। सब बाटो खनेको रहेछ। धुलो छ बाटो। तर आज मौसम एकदमै चिसो, जस पानी पर्न आँटेको छ। यतापट्टि चाहिँ पानी पर्छ होला। आज चाहिँ निकै नै धुम्मिरहेको छ, पानी पर्न आँटिरहेको छ। बाटो यता चाहिँ फराकिलो बनाइसकेको रहेछ। अब कालो पत्रे गर्न मात्रै बाँकी रहेछ। वालसाल लगाइसकेको रहेछ। यहाँ चाहिँ मोरङतिर चाहिँ पानी पर्न थालिसकेको रहेछ। अब बाटो निर्माण पनि हुँदो रहेछ, पुल निर्माण हुँदो रहेछ। सुनसरीमा त अघि पानी परेको थिएन। मोरङ छिरिसके पछाडि चाहिँ पानी पनि पर्न थालिसकेको रहेछ। एक झर परिहरि अलिक कम भएको रहेछ। बाटोमा धुलो पनि छैन, मरिसकेको छ पानीले। निकै नै चिसो मौसम छ आज चाहिँ। नभए हिजो त निकै गर्मी थियो, आज त मौसम निकै नै शीतल छ। अहिले चाहिँ हामी मोरङ Payu fulyo mangsirai majethai fulyo aru. Payu fulyo mangsirai majethai fulyo aru.
बसमा चाहिँ बस प्याकै छ। म चाहिँ अन्तिम सिटमा बसिरहेको छु। यो चाहिँ पाथिभरा मन्दिर सुन्दर रहेछ। म चाहिँ अहिले विराट चोक आइसकेको छु। यहाँ विराट चोक नजिकै आइपुगेको छु। विराट चोक सुकुना बहुमुखी क्याम्पस नजिकै आइपुगेको छु। चोकको गोर्खा डिपार्टमेन्ट आइसकेको छु। गोर्खा डिपार्टमेन्ट देख्न सक्नुहुन्छ तपाईँहरूले। गोर्खा डिपार्टमेन्टबाट पनि अगाडि लागिसकेको छु म। यो देखिएको चाहिँ सुकुना माध्यमिक विद्यालय हुन्छ दाहिनेपट्टि सुकुना क्याम्पसको लागि चाहिँ। यता चाहिँ यहाँ अहिले देखिएको चाहिँ भनेको बहुमुखी होइन माध्यमिक विद्यालय हो। म चाहिँ अहिले बेताना सिमसार आइसकेको छु। देख्न सक्नुहुन्छ बेताना सिमसार। बेताना सिमसारमा चाहिँ रमणीय ठाउँ हो। बेताना सिमसार चाहिँ घुम्नका लागि सुनसान आनन्दमय ठाउँ रहेको छ। सिमसार कटेर हामी चाहिँ जङ्गलतर्फ लागिसकेका छौँ। बेतानाको जङ्गल हुँदै पथरी निस्किनु पर्ने हुन्छ। म चाहिँ यहाँ बसबाट ओर्लिसकेको छु। अब चाहिँ यहाँबाट अटोमा चढेर जानुपर्ने हुन्छ। बसबाट चाहिँ म ओर्लिसकेको छु। यहाँबाट चाहिँ म अटो चढेर जानुपर्ने हुन्छ। म चाहिँ यो बाटो हुँदै जानुपर्ने हुन्छ दिदीकोमा। यहाँबाट चाहिँ अब 10 मिनट जतिमा चाहिँ लगभग म दिदीको घर पुग्नेछु। तपाईँहरूलाई म देखाउने छु। यहाँ चाहिँ पानी परि आजको मौसम चाहिँ एकदमै ठिकै छ, मजै छ। मन्दिरबाट म चाहिँ अटोमा चढेर हिँडिसकेको छु। अब अटोबाट 10 मिनट जतिमा चाहिँ लाग्छ होला। त्यहाँबाट चाहिँ म हिँडिसकेको छु अटोमा बसेर। देख्न सक्नुहुन्छ यहाँ अङ्कलहरू हुन्छ, अटो चलाउने अङ्कल। बाटो हुँदै चाहिँ जानुपर्ने हुन्छ। हेलो, के चल्दैछ यहाँ? राम राम, मस्त फिल्म हेरेर कोही खोइ मम्मी, खोइ मम्मी, खोइ के गर्नु? म चाहिँ अहिले दिदीको घरमा आइसकेको छु। अब चाहिँ दिदी नआउँदै हुँदो रहेछ, एकछिनमा भेट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ पुरा मस्त पानी परिरहेको छ।